अ, नमस्कार, म बसन्त भुजेल। मलाई यो आज यो ओली सरकारले जुन किसिमले यो कुलमान घिसिङ सच्चा नेपालको छोरो नेपाली सपुत जसले चाहिँ विद्युत प्राधिकरणलाई 18 घण्टाको चाहिँ एउटा चरम लोड सेडिङबाट यो देशलाई उज्यालोतर्फ जसले लिएर आयो र जसले दशकौँदेखि यो घाटामा रहेको विद्युतीकरणलाई त्यो घाटाको ऋण चुक्ता गरेर नाफामा लयो, उहाँलाई नै आज सरकारले पुरस्कार स्वरूप बर्खास्त गरेको छ। यो भनेको एकदमै ओली सरकारको ओह्रालोको बाटो यात्रा तय भएको मैले महसुस गरेको छु। यसले चाहिँ आम नेपाली जनतालाई निराशा बनाएको छ र नेताप्रति, राजनीतिज्ञप्रति, पोलिटिसियनहरूप्रति जुन किसिमले एउटा वितृष्णा पैदा हुने काम भएको छ, निकट भविष्यमा यसले चाहिँ ओली र ओली एन्ड कम्पनीलाई चाहिँ यसले 2084 को चुनावमा निकै महँगो साबित हुनेछ, जसले चाहिँ पब्लिकको सेन्टिमेन्टलाई, जसले नेपालको अर्थतन्त्रलाई धराशायी बनाउने जुन किसिमको यो प्रपञ्च भइरहेको छ, यो व्यवस्थाको, यो त मैले त गणतन्त्रमाथिको हमला भन्दछु। किन भन्दाखेरि जसले राम्रो काम गर्छ, जो राम्रो काम गर्छ त्यो कर्मचारीलाई नेपाल सरकारले त झन् पुरस्कृत गर्न पर्ने र अगाडि बढाउनु पर्ने ठाउँमा चाहिँ राम्रो काम गर्नेलाई चाहिँ बर्खास्त गरेर जुन किसिमले यो निर्णय गरेको छ, यो सरकारको निर्णय यो जनताको मर्म भावना विपरीत छ। यसले चाहिँ अहिलेको सरकार बिचौलियाहरूको, माफियाहरूको साँठगाँठबाट बनेको भन्ने कुरा प्रष्ट भएको छ। यसले चाहिँ आम नेपाली जनतालाई सचेत हुन पनि म यसै भिडियो मार्फत अनुरोध गर्न चाहन्छु। अब यो सरकारले यो जुन निर्णय गरेको छ, यो निर्णयप्रति सरकारले पुनर्विचार गर्नुपर्छ र यो निर्णयबाट ब्याक हुनुपर्छ र तुरुन्त यो ओली सरकारले राजीनामा दिनुपर्छ भन्ने मलाई लाग्दछ। अब कुलमान घिसिङलाई पुनर्बहाली नगरेसम्म नेपाली जनताले सडकबाट, सदनबाट र चोकबाट आफ्नो क्षेत्रबाट विरोध प्रदर्शनहरू गर्नेछन् र यसले चाहिँ यो जुन किसिमले यो सरकारले काम गरेको छ, यो सरकार अब गिर्छ भन्नेमा म विश्वस्त छु। अब यो सरकारको आयु मैले त्यति लामो देखेको छैन। यो सरकार चाहिँ यही कुलमान घिसिङलाई नै बर्खास्त गरेको कारणले यो सरकार छिटो तुइँदैछ। यो सरकार चाहिँ अब अपदस्थ हुँदैछ भन्ने मलाई लाग्दछ। जनताले यो सरकारलाई अब राख्नेवाला छैनन् र नैतिक रूपमा पनि केपी ओलीलाई अब यो सरकारमा बसिरहन चाहिँ दिँदैन र अब चाहिँ यो सरकारको ओह्रालो यात्रा सुरु भयो। अब चाँडोभन्दा चाँडो यो सरकार गिर्नेवाला छ। यसको मुख्य कारण भनेको कुलमानलाई चलाउनु हो। कुलमान भनेको नेपालको सच्चा सपुत हो, नेपाली छोरो हो, जस